नमस्कार र 2083 को 10 क्लास ब्याचको विद्यार्थीहरूलाई आउने एसईको धेरै शुभकामना। यस च्यानलमा हजुरहरूलाई हार्दिक स्वागत छ। यस च्यानलमा मैले कक्षा 10, 9 र 8 का म्याथ र ओ म्याथहरुको सबै एक्सरसाइजहरु यहाँनेरि यो च्यानलमा बुझाएर एकदम अपलोड गर्नेछु। सो ढिला नगरी आजको यो पहिलो भिडियोमा सेट च्याप्टरबाट सुरु गरौँ। सो मैले चाहिँ गभर्नमेन्ट सरकारी बुकको मात्र यसमा राख्ने छु। यदि तपाईहरुलाई अरु कुनै बुकको एक्सरसाइज चाहिएमा कमेन्ट गर्नुहोला। बुकको पब्लिकेसनको नाम कमेन्ट गर्नुहोला। आजको हाम्रो यस च्यानलको पहिलो च्याप्टर रहेको छ सेट। सो ढिला नगरी एक्सरसाइज तर्फ जाऊँ। ओके, सो क्वेशन सुरु गरौँ 2 नम्बरबाट। 2 नम्बरको क्वेशन पहिला सुरु पढौँ। के भनेछ? इन द गिवन भेन डायग्राम 80 people are in set M, 90 people are in set E and 15 people are not in both the set. Determine the coordinate of following set. अनि हामीलाई भेन डायग्राम दिएको छ र केही क्वेशनहरु पनि दिएको छ। पहिला सुरु भेन डायग्राम बनाऊ। यहाँनेर यसले डिस्टर्ब भइरहेको छ। ल पहिला सुरु भेन डायग्राम बनाऊ। यो हाम्रो ओभरल्यापिङ सेट रहेको छ। सो यम र ई गरेर दुईटा सेट छ। यहाँनेर 20 छ, यहाँ 60 र यहाँ 30 र यहाँ 15। ओके, सो अब हामीले यो भेन डायग्राम देखेर यो क्वेशनहरु सल्भ गर्नुपर्ने छ। सो नम्बर ए मा हाम्रो के क्वेशन रहेको छ? ओन्ली एम। अब ओन्ली एम भनेको त हामी सबैलाई थाहा रहेको छ कि ओन्ली एम भनेको यो यति भित्रको नम्बरलाई हामी ओन्ली एम भन्छौं। यो हामीले 8, 9 मा पढेकै कुरा हो। सो ओन्ली एम मा हाम्रो 20 रहेको छ। सो यहाँनेर हामीले ओन्ली एम इज इक्वल टु डाइरेक्ट 20 लेख्ने छौं। यो हामीले भेन डायग्रामबाट हेरी लेख्नु पर्ने हुन्छ। सो बी नम्बरमा हेरौं के भनेछ? ओन्ली ई। अब ओन्ली ई मा पनि फेरि हामी भेन डायग्राम हेर्छौं। के रहेको छ? ओन्ली ई भनेको त हाम्रो यति हो। सो 30 रहेको छ। सो हामीले ओन्ली ई मा पनि ओन्ली ई इज इक्वल टु 30 लेख्ने छौं। अब सी नम्बरको क्वेशन हेरौं। सी नम्बरमा भनेको छ हाम्रो नम्बर अफ एम। अब नम्बर अफ एम भनेको छ। अब फेरि यसको लागि पनि हामी भेन डायग्राम हेर्ने छौं। नम्बर अफ एम भनेको त हामीलाई थाहा छ कि यो पुरै सेट भनेको यो पुरै सेट भित्रको जुन नम्बर छ त्यो सबैलाई जोडेर नम्बर अफ एम आउँछ। सो यहाँनेर हामीले के जोड्नु पर्ने हुन्छ? यो 20 र 60। अब यो 20 के हो र 60 के हो त्यो पहिला बुझ्नु पर्छ। सो 20 हाम्रो ओन्ली एम हो र 60 भनेको हाम्रो इन्टरसेक्सन हो। सो यो दुईटालाई हामी जोडेर अनि बल्ल नम्बर अफ एम निकाल्ने छौं। सो नम्बर अफ एम इज इक्वल टु ओन्ली एम प्लस नम्बर अफ एम इन्टरसेक्सन ई। यो दुईटालाई प्लस गर्नुपर्ने हुन्छ। सो ओन्ली एम हाम्रो 20 छ र इन्टरसेक्सन हाम्रो 60 छ। अनि 20 र 60 गरेर 80 हाम्रो नम्बर अफ एम आयो। सो अब अर्को क्वेशनमा जाउँ। यतापट्टि हेरौँ। अर्को क्वेशन हाम्रो डी नम्बरको रहेको छ। डी नम्बरमा हाम्रो छ नम्बर अफ ई। यो पनि हाम्रो सेम टु सेम सी नम्बरको जस्तै क्वेशन रहेको छ। सो यसमा पनि हामीले ई नम्बर अफ ई भनेको हामीले यो सेट भित्रमा जे रहेको छ त्यो जोड्नु पर्ने हुन्छ। जस्तै 60 र 30 रहेको छ। अब 60 के हो र 30 के हो त्यो पहिला लेख्नु पर्ने हुन्छ। त्यही भएर हामी यहाँनिर लेख्छौं नम्बर अफ ई इज इक्वल टु ओन्ली ई प्लस नम्बर अफ एम इन्टरसेक्सन ई। ओन्ली ई र नम्बर अफ एम इन्टरसेक्सन ई भनेको यो ओन्ली ई यो र इन्टरसेक्सन यो दुईटा जोडेर हाम्रो नम्बर अफ ई आउने छ। सो नम्बर अफ ई इज इक्वल टु ओन्ली ई हाम्रो 30 छ र इन्टरसेक्सन हाम्रो 60 छ। सो अब 30 प्लस 60 गरेर नम्बर अफ ई हाम्रो 90 आयो। अब क्वेशन ई नम्बरतर्फ जाउँ।
ई नम्बरको क्वेसनमा हाम्रो छ नम्बर अफ एम युनियन ई। अब एम युनियन ई निकाल्नको लागि हामीले के गर्नुपर्छ, हामी सबैलाई थाहा छ युनियन भनेको यो दुईटा सेटको, युनियन भनेको यो दुईटा सेटको भित्रको नम्बरहरू मात्र युनियन हुनेछ। यो बाहिरको नम्बर कम्प्लिमेन्टमा जान्छ, त्यही भएर युनियन भनेको हाम्रो यति मात्र हुन्छ। सो युनियन भनेको हाम्रो यो ओन्ली एम, ओन्ली ई र इन्टरसेक्सन जोड्नुपर्ने हुन्छ। सो नम्बर अफ एम युनियन ई भनेर हामीले ओन्ली एम प्लस ओन्ली ई प्लस नम्बर अफ एम इन्टरसेक्सन ई पनि गर्न सकिन्छ। यसको अर्को पनि फर्मुला छ नम्बर अफ एम प्लस नम्बर अफ ई माइनस नम्बर अफ एम इन्टरसेक्सन ई। यो फर्मुला लगाएर पनि हामी गर्न सकिन्छ र यो फर्मुला लगाएर पनि गर्न सकिन्छ। तपाईँ जुन फर्मुला लाउँदा पनि यसमा लागू गर्न सकिन्छ। सो नम्बर ओन्ली एम हाम्रो रहेको छ 20, ओन्ली ई रहेको छ हाम्रो 30 र इन्टरसेक्सन हाम्रो रहेको छ 60। सो अब यो तीनटालाई जोड्दाखेरि हाम्रो नम्बर अफ एम युनियन ई को भ्यालु निस्किन्छ। अब क्वेसन नम्बर एफ तर्फ जाउँ। क्वेसन नम्बर एफमा रहेको छ हाम्रो नम्बर अफ एम इन्टरसेक्सन ई। अब इन्टरसेक्सन भनेको त हामी सबैलाई थाहा छ कि इन्टरसेक्सन भनेको दुईटै सेटभित्रको कमन नम्बरलाई हामी इन्टरसेक्सन भन्छौँ। सो इन्टरसेक्सन हाम्रो यहाँ 60 रहेको छ, त्यही भएर हामी नम्बर अफ एम इन्टरसेक्सन ई इज इक्वल टु डाइरेक्ट 60 लेख्नेछौँ। अब अर्को नम्बर क्वेसनमा जाउँ, जी नम्बर। त्यसमा रहेको छ नम्बर अफ एम युनियन ई को कम्प्लिमेन्ट। अब कम्प्लिमेन्ट भनेको त हामी सबैलाई थाहा छ कि युनियन भन्दा बाहिरकोलाई हामी कम्प्लिमेन्ट भन्छौँ। सो युनियन भन्दा बाहिरको हाम्रो यहाँनिर 15 रहेको छ। सो यहाँनिर हामी नम्बर अफ एम युनियन ई को कम्प्लिमेन्ट इज इक्वल टु डाइरेक्ट 15 लेख्नेछौँ। अब अर्को नम्बर लास्ट हाम्रो क्वेसन के रहेको छ, एच नम्बरमा नम्बर अफ यु। यु भनेको हामी सबैलाई थाहा छ युनियन। अब युनियन भनेको यो सेटभित्रको सबै नम्बर, इन्टरसेक्सन होस् चाहे कम्प्लिमेन्ट होस् चाहे पुरै युनियन होस्, यो सबैलाई जोडेर हामीले नम्बर अफ यु निकाल्छौँ। सो नम्बर अफ यु इज इक्वल टु ओन्ली एम प्लस ओन्ली ई प्लस नम्बर अफ एम इन्टरसेक्सन ई प्लस नम्बर अफ एम युनियन ई को कम्प्लिमेन्ट। यो सबै जोडिसकेपछि हाम्रो के आउँछ, नम्बर अफ यु। सो अब हामी यो सबै जोडौँ त। ओन्ली एम हाम्रो रहेको छ 20, ओन्ली ई रहेको छ हाम्रो 30, नम्बर अफ एम इन्टरसेक्सन ई रहेको छ 60 र कम्प्लिमेन्ट हाम्रो रहेको छ 15। कम्प्लिमेन्ट भनेको यहाँनिर हाम्रो 15 रहेको छ। यहाँनिर पनि तपाईँले हेर्न सक्नुहुन्छ कम्प्लिमेन्ट भनेको हाम्रो यहाँनिर 15 रहेको छ। अब यो सबै नम्बरलाई जोड्दाखेरि हाम्रो आउँछ 20 + 30 50, 50 + 60 110, 110 + 15 125 हाम्रो नम्बर अफ युनियन आएको छ, यु। सो हाम्रो यसै गरी 2 नम्बरको क्वेसन सकिन्छ। तपाईँहरू भिडियो पज गरेर स्क्रिनसट लिन सक्नुहुन्छ। अब अर्को क्वेसन जाउँ, क्वेसन नम्बर 3। पहिला सुरु क्वेसन नम्बर 3 को क्वेसन पढौँ। इफ नम्बर अफ यु इज इक्वल टु 200, ओन्ली एम इज इक्वल टु 2x, ओन्ली ई इज इक्वल टु 3x र नम्बर अफ एम इन्टरसेक्सन ई इज इक्वल टु 60 एन्ड नम्बर अफ एम युनियन ई को कम्प्लिमेन्ट इज इक्वल टु 40, देन फाइन्ड द भ्यालु अफ एक्स भनेको छ। यो पनि हाम्रो धेरै इजी रहेको छ। सो हामीले यसरी गर्नेछौँ, 3 नम्बरको ए क्वेसन दिएर गिभेनमा के दिएको छ त्यो पहिला लेख्नेछौँ। पहिला यो सुरु यो पानालाई म ठिकको ठाउँमा राख्छु। सो पहिला सुरु हाम्रो गिभेनमा के छ त त्यो हेर्ने। नम्बर अफ यु रहेको छ गिभेनमा। सो हामीले पहिला सुरु नम्बर अफ
यो इज इक्वल टु 200 लेख्नेछौँ। ओन्ली एम पनि हाम्रो गिभनमा दिएको छ, सो ओन्ली एम पनि लेख्नेछौँ। 2x रहेको छ। ओन्ली ई पनि हाम्रो गिभनमा दिएको छ, सो ओन्ली ई पनि हामी लेख्छौँ। 3x दिएको छ र नम्बर अफ एम इन्टरसेक्सन ई पनि हाम्रो गिभनमा दिएको छ, सो नम्बर अफ एम इन्टरसेक्सन ई लेख्छौँ 60। र अर्को लास्ट हाम्रो कम्प्लिमेन्ट पनि दिएको छ। यहाँनिर तपाईँले क्वेसन हेर्न सक्नुहुन्छ। नम्बर अफ एम युनियन ई को कम्प्लिमेन्ट पनि हाम्रो दिएको छ 40। सो हामीले यहाँनिर नम्बर अफ एम युनियन ई को कम्प्लिमेन्ट पनि 40 भनेर लेख्नेछौँ र हामीले निकाल्नु पर्ने छ x को भ्यालु। सो पहिला हामीले गिभनमै x इज इक्वल टु वाट भनेर पनि लेख्नेछौँ, किनभने यो हामीलाई फाइन्ड गर्नुपर्ने छ। सो अब पहिला सुरु वी नो द्याट गरेर अब x को भ्यालु कसरी निस्किन्छ त? हामीलाई यो त थाहा छ कि नम्बर अफ u भनेको यो सबैको प्लस हो, ओन्ली एम ओन्ली ई र नम्बर अफ एम इन्टरसेक्सन ई र यो कम्प्लिमेन्टको जुन हामीले 2 नम्बरको h नम्बर क्वेसनमै पढ्यौ। सो यही फर्मुला हामीले यहाँनिर पनि युज गर्नेछौँ। यो फर्मुला हामीले यहाँ पनि युज गर्नेछौँ, जुन नम्बर अफ u इज इक्वल टु ओन्ली एम प्लस ओन्ली ई प्लस नम्बर अफ एम इन्टरसेक्सन ई प्लस नम्बर अफ एम युनियन ई को कम्प्लिमेन्ट बनेर। सो अब पहिला सुरु हामीले यहाँनिर अर लेखेर नम्बर अफ यु त हाम्रो गिभन छ 200। सो यहाँनिर हामीले नम्बर अफ यु को ठाउँमा 200 लेख्छौँ। ओन्ली एम पनि गिभन छ 2x लेख्छौँ। ओन्ली ई हाम्रो 3x छ 3x लेख्छौँ। इन्टरसेक्सन हाम्रो 60 छ 60 लेख्छौँ। कम्प्लिमेन्ट हाम्रो 40 छ, सो 40 लेख्छौँ। अब यसलाई सल्भ गर्छौँ। 200 जस्ताको त्यस्तै लेख्छौँ र यो लाइक टर्मलाई हामी पहिला सुरु प्लस गर्छौँ। 2x र 3x हाम्रो हुन्छ 5x र 60 प्लस 40 हुन्छ हाम्रो 100। सो पहिला सुरु x लाई एकै ठाउँ राखेर नम्बर भएकोलाई सिम्प्लिफाई पहिला गर्छौँ। सो 200 माइनस 100 इज इक्वल टु 5x। यो माइनस 100 कसरी आयो यो त बुझाउनु पर्दैन होला। सो 200 माइनस 100 हाम्रो 100 आइहाल्यो अनि 5x भइहाल्यो। सो अब यो 100 डिभाइड बाई 5 इज इक्वल टु x गर्न मिल्छ। सो x इज इक्वल टु हाम्रो कति आयो त 20। सो x को भ्यालु हाम्रो आइसकेको छ। देयरफोर द भ्यालु अफ x इज 20 भनेर लेख्नेछौँ। सो यसको पनि भिडियो पज गरेर स्क्रिनसट लिन सक्नुहुन्छ।